नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो च्यानल र आज हामी कुरा गर्दैछौँ नेपालको ऐतिहासिक चुनाव 2026 को बारेमा। नेपालमा हिजो सम्पन्न भएको प्रतिनिधि सभा चुनावको मतगणना अहिले जारी छ। प्रारम्भिक परिणामहरू अनुसार नयाँ राजनीतिक शक्ति अगाडि देखिएको छ। द टाइम्स अफ इन्डिया +1 यस चुनावलाई धेरैले नेपालको राजनीतिमा ठूलो परिवर्तनको सङ्केत मानिरहेका छन्। प्रारम्भिक ट्रेन्ड अनुसार बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी धेरै क्षेत्रमा अगाडि देखिएको छ। केही प्रारम्भिक गणनामा यो पार्टी 40 भन्दा बढी क्षेत्रमा अग्रता लिइरहेको रिपोर्टहरू आएका छन्। www.ndtv.com यस चुनावमा करिब 60% मतदाताले मतदान गरेका छन्, जुन निकै महत्त्वपूर्ण सहभागिता मानिएको छ। द टाइम्स अफ इन्डिया अर्कोतर्फ परम्परागत दलहरू जस्तै केपी शर्मा ओली र गगन थापा जस्ता नेताहरूको पार्टी पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्। विश्लेषकहरू भन्छन्, यो चुनाव केवल सरकार बनाउने चुनाव मात्र होइन, नेपालको राजनीतिमा पुस्तान्तरण जेनेरेसन चेन्जको सङ्केत पनि हो। पछिल्लो वर्ष भएको युवा आन्दोलनपछि नेपालका धेरै नागरिकहरूले भ्रष्टाचारको अन्त्य, राम्रो शासन र नयाँ नेतृत्व चाहेको बताएका छन्। द टाइम्स अफ इन्डिया अब सबैको नजर छ, के नेपालमा वास्तवमै घण्टी सरकार बन्ने हो वा परम्परागत दलहरूले फेरि सरकार बनाउने छन्। अन्तिम परिणाम आउन अझै केही समय लाग्नेछ, तर एउटा कुरा स्पष्ट छ, नेपालको राजनीतिमा परिवर्तनको हावा चलिरहेको छ। अब प्रश्न तपाईलाई, के तपाईलाई लाग्छ नेपालमा अब घण्टी सरकार बन्न सक्छ? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्। हाम्रो नेपाल U24 च्यानल मार्फत हामी तपाईलाई नेपालका सामाजिक मुद्दा र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा सम्पूर्ण अपडेट दिन्छौँ। ताजा समाचार, विश्लेषण र जनमतको रिपोर्ट तपाईँ यहाँ पाउनुहुनेछ। यदि तपाईँ हाम्रो प्रयासलाई समर्थन गर्न चाहनुहुन्छ भने कृपया हाम्रो नेपाल U24 च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा साझा गर्नुहोस्। तपाईको समर्थनले मात्र हामीलाई अझै राम्रा र सटीक रिपोर्टहरू लिएर आउन प्रोत्साहित गर्छ। साथै हाम्रा अपडेटहरू नियमित रूपमा पाउनको लागि नोटिफिकेसन बेल पनि क्लिक गर्न नभुल्नुहोस्। धन्यवाद। स्टे ट्युन्ड विथ नेपाल U24, जहाँ तपाईँ पाउनुहुनेछ सही, विश्वासिलो र समयमा समाचार अपडेटहरू।